नमस्ते! साना नानी बाबुहरूलाई हाम्रो कथाको संसारमा स्वागत छ। हे साथीहरू, कस्तो छौ? आज नयाँ रमाइलो कथा सुन्न तयार हौ? लौ है साथीहरू, आज म तिमीहरूलाई एउटा एकदम मज्जाको कथा सुनाउन लागेको छु। मिलन र बोल्ने रुख। एउटा सानो गाउँमा मिलन भन्ने जिज्ञासु केटो बस्थ्यो। एक दिन ऊ वनभित्र घुम्दै जाँदा एउटा ठूलो पुरानो रुख भेट्टायो। त्यो रुखको पातहरू सुनौलो चम्किरहेको थियो। मिलनले छुनासाथ रुखले बोल्न थाल्यो। नमस्ते नानी, म एल्डारा बोल्ने रुख हुँ। सबैलाई मेरो आवाज सुनिँदैन, तर तिम्रो मन राम्रो छ। मिलन छक्क पर्यो। वाउ, के तपाईँ जादु पनि गर्न सक्नुहुन्छ? रुखले पात हलाउँदै भन्यो। हो, म एक इच्छा पूरा गर्न सक्छु, तर त्यो अरूलाई खुसी बनाउनु पर्नेछ। मिलनले सोच्यो अनि भन्यो, म वनका बिरामी जनावरहरू निको होन् भन्ने चाहन्छु। रुख चम्कियो र जादुमय प्रकाश जङ्गलभरि फैलियो। केही बेरमै सबै जनावरहरू रमाइलो गर्दै नाच्न थाले, स्वस्थ र खुसी हुँदै। त्यस दिनदेखि मिलन बेला बेला एल्डारा रुखलाई भेट्न जान्थ्यो र सिक्थ्यो। साँचो जादु त राम्रो मनमै हुन्छ। कथा कस्तो लाग्यो त साथीहरू? आशा छ तिमीहरूले यो कथाबाट केही नयाँ कुरा सिक्यो होला। हामी फेरि अर्को कथामा भेटौँला है। टाटा, आजलाई यति नै। अर्कोचोटि फेरि अर्को रोचक कथा लिएर आउने नै छौँ। अहिलेलाई बिदा है। तिमीहरूलाई आजको कथा मन पर्यो भने लाइक र सब्स्क्राइब गर्न नभुल्नु है। हामी अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।